चामल कनिका होइन अर्को मिठो छ कनिका त निकाल्छ बाहिर यही मिसो छ होला चामल मिठो छ कनिका हाल्दैन बाहिर लिएर हाल त पहिलो चाहिँ बनाएर हाल त कनिका त बिक्छ अरे रक्सीको लागि ए यिनी सबै लैजाने नि सरकारी चामलहरू सब लैजान्छ नि सरकारी माल हो सब भरेर लैजान्छ ल गाडी आज जान्छ होला जान्छ बेड तौल त कति छ कति छ आस्ने हेर्न म त घटाएको छ चल तौल त कति छ कति छ 79 किलो बाप रे म त घटी 60 किलो छ ठ्याक्कै 60 किलो 68 किलो छ म पहिला सबै त्यो पारि त्यहाँलाई धुँगा के नि यहाँबाट चामल निस्किन्छ सर र यसबाट यहाँ चाहिँ चामल चाहिँ जुन नेपालमा हामीले प्लास्टिक चामल भनिन्छ त्यो चाहिँ यहाँबाट सट्टै आउँछ देखिँदैन अहिले त बन्द गरिरहेछ बोराहरू त छन् सट्टै अनि यहाँ यसबाट निस्किन्छ चामल उताबाट यसमा चाहिँ के निस्किन्छ त्यसमा यसमा भुसै खोजी महँगो छ 3000 कुन्टल छ भुस यहीको तेल निस्किन्छ रिफाइनको त त्यो फेरि ऊ सुको जस्तो यार छान्छ चामल यता फाल्छ बिना उता परेर फाल्छ कुनतिर त्यो यो छान्ने यसले छान्ने हो यसले चल्छ यस्तै हल्लिन्छ घ्यात 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 गर्छ होला बिना यतातिर निकाल्छ चामल यता कनिका निकाल्छ होला नि कनिका नि धान निकाल्छ यता फेरि चामल निकाल्छ यो धान सबलाई भएर कता जान्छ हाट यस्तै गइरहन्छ यता चाहिन्छ पछाडि पिस्ने त यस्तै पछाडिबाट यो कुन मसिन हो यो माथिको फेरि यो त बिम भर्ने हुन्छ के ए त्यहाँबाट चल्दै चल्दै जम्मा हुन्छ अनि त्यहाँबाट फेरि उताको चलाउने हो के उता सप्लाई हुन्छ यो परबाट आउँछ होला उता धानबाट प्रेसर आउँछ होला नि त प्रेसरले होइन तीनवटा मिसिन यहाँ छ चाँखी जस्तो चाँखी त्यो घुमाउँछ बिचमा रबर लाया हुन्छ त्यसले पालिस गर्ने के चाल ए जाली लाया हुन्छ